सुशीला कार्कीको विरुद्ध को बोलिरहेका छन् तिनीहरूलाई मिलाऊ, सुशीला कार्कीलाई यो देशको प्रधानमन्त्री हुनुपर्छ भनेर तिनीहरूको मुख बन्द गरौ भनेर 2 करोड 67 लाख तपाईले कोलाई दिनुभयो? तपाईको जेठो छोराहरूलाई दिनुभएको होइन? म प्रुफ दिन तयार छु, आउनुस्, कहाँ आउनु पर्ने हो? तपाईको कस्टडीमा आउनु पर्ने हो कि अदालतमा आउनु पर्ने हो कि कहाँ आउनु पर्ने हो? यदि त्यो कुरा सत्य होइन भने म झुन्डिन तयार छु, यदि त्यो कुरा सत्य हो भने तपाई राजीनामा दिन तयार हो? आफ्ना गोजीका मान्छे लगेर, आफ्ना त्यही पकेटका मान्छे लगेर सिंहदरबार र बालुवाटारको गेटमा चाहिँ तपाईको हस्ताक्षर गराउने अनि हामीलाई चाहिँ विद्रोही पक्ष छैनन् भनेर हुन्छ? माइती घरमा तपाईको हिम्मत छ, सुशीला कार्की नेतृत्वको सरकारको हिम्मत छ भने आउनुस्, घाइते पनि माइती घरमा हुनुहुन्छ, विद्रोही पक्ष पनि हामी माइती घरमा आउँछौँ, माइती घरमा हस्ताक्षर गरौँ। किन डराउनु भएको तपाईहरु? सुशीला कार्की त 3वटा दलसँग मिलेर अब राष्ट्रपति बन्ने लाइनमा हुनुहुन्छ। हामीलाई थाहा छैन भन्ने सोच्नु भएको तपाईहरुले? कुनै पनि हालतमा हिजो राति जसरी आफ्ना गोजीका मान्छे लगेर तपाईको नाटक रचेर जसरी हस्ताक्षर गर्नुभयो त्यो म्यान्डेटमा हामी कुनै पनि हालतमा सहमति छैनौं। यो खाका जसरी हाम्रो साथीहरुले च्यात्नु भएको छ योमा हाम्रो पूर्ण रूपमा सहमत छ। अर्को कुरा, हामी कुनै पनि 84 को चुनाव 82 मा सार्नलाई हाम्रा साथीहरुले तै गोली खाएको होइनन्। यो कुरा हामीले भन्दै गर्दा जेएनजीहरु पनि तिमीहरु चुनावमा जान सकेनौ, तिमीहरुको खुबी छैन, तिमीहरुको धैर्यता छैन भन्दै गर्दा हामीहरु के मुख लगेर चुनावमा जाने? शहीदको घरमा हामी भोट माग्न के मुख लगेर जाने? घाइतेको घरमा हामी भोट लगेर के मुख लगेर जाने?